सधैँभरि यहाँहरू हिँड्नुहुनेछ भन्ने म त्यो विश्वास यहाँका बिचमा राख्न चाहन्छु। र फेरि एकपल्ट आज हाम्रा सम्मुख देवता मेडिकल कलेज छ। आज यो एउटा ठुलो स्वास्थ्य प्रतिष्ठान हो, हाम्रो यो गरिमा हो। यो गरिमाको प्रतिष्ठालाई अझै माथि पुर्याउनका लागि त्यहाँको व्यवस्थापकीय पक्षलाई एकदमै प्रत्यक्ष रूपमा हेर्ने गोपाल सर हाम्रा बिचमा हुनुहुन्छ। यसले अझै राम्रो सेवा प्रदान गरोस्, अझै धेरै मानिसको विश्वास जित्न सकोस् र हामी भलुईवासीहरूले यो क्षेत्रमा अत्यन्तै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने, विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने त्यो वातावरण निर्माण गर्न सकोस् म त्यो शुभकामना दिन चाहन्छु। र यो खेललाई सही तरिकाले सम्पन्न गर्नको लागि जुन तरिकाले एउटा सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा यो मेडिकल कलेज लगायत यहाँका सामुदायिक वन, यहाँको सहकारी, यहाँ भएका व्यवसायिक घराना, सानातिना उद्योगी व्यवसायी व्यापारी साथीहरू र देश विदेशबाट युवाहरूले जुन सहयोग पठाउनु भएको छ, वास्तवमा म मुक्त कण्ठले अन्तर्हृदयदेखि उहाँहरूको त्यो कामको म सराहना गर्न चाहन्छु र त्यसको निरन्तरताका लागि निरन्तरताको अब